यो चाहिँ यो पकेट हो है पकेट यसमा पकेट केही पनि हाल्न सक्छ यसले आफ्नो यता यता घुम्नु जाँदाखेरिमा उ गर्न जाँदाखेरिमा को लाग्यो ल यो जुत्ता छ यो जुत्ता लगाएर अब घुम्मिएर छ सर हेलो गाइज नमस्कार सम्पूर्णमा आज हाम्रो माझमा छ शेरू चाहिँ यसलाई हामीले के गरिरहेछौँ भने चाहिँ यो नेपालगञ्जमा धेरै भयो नि त घाम नलागेको अनि यसलाई पनि चिसो भयो अनि यसको लागि हामीले कपडाहरू भयो यसको लागि गाइज हामीहरूले जुत्ता पनि ल्याइसकेका छौँ अगाडि पछाडि दुईटै जुत्ता पनि ल्याइसकेका छौँ अब हामी यसलाई पनि कपडा लगाएर पठाउनेछौँ कता जाँदाखेरिमा ल यसको लागि यो चाहिँ दुईटा जुत्ता छ ल यो जुत्ता छ यो जुत्ता लगाएर अब घुम्मिएर छ सर अब म लगाउँदै गर्छु हजुरहरूले हेर्दै गर्नु होला ल गाइज साथीहरू यसलाई हामीले यसको लागि यो चाहिँ यो पकेट हो है पकेट यसमा पकेट केही पनि हाल्न सक्छ यसले आफ्नो यता उता घुम्नु जाँदाखेरिमा उ गर्न जाँदाखेरिमा यसमा हाल्न सक्छ ल अब हामीले यहाँ बाँध्नु पर्ने हुन्छ ल यस कस्तो भयो गाइज पछाडि पकेट हेर्नुहोस् त यो पकेट वा यो पकेट भयो होइन ल गाइज यो चाहिँ यस्तो भयो जिन्सको प्यान्ट पनि लगाएछ अब ल ओके बेल्ट चाहिँ बेल्टको यो ट्याक्कै बाँध्दैछौँ हामीले यो लगाएर ल शेरू बिचरालाई पनि चिसो भयो होला अब तातो बनाउनु पर्यो यो त यो शेरू अनि यो जुत्ता यो छ यो जुत्ता छ जुत्ता तेरो ल यति लगाइसकेको छौँ अब यसको मोजा लगाइदिनु पर्यो युनिक यहाँ त यसको मोजा पनि यहाँ छ है ल माथि उठाउ त नानु यसको ल मोजा पनि लगाऊ त बाबु यसको मोजा साले के गर्छ ए जुत्ता लगाउँदै जुत्ता यहाँ हाल त बाबु अगर हंसना है तो लाइक जरूर कर देना ल यसो तोना बाँध्न गइरहेको छु म अब निकालिहाल्यो त ओ शेरू गाइज यसको यो जुत्ता चाहिँ एकदम ठुलो भयो यसलाई यसको सानो गराइदिनु पर्ने भयो नगर भने तल गर किन खान्छ यसको जुत्ताहरू यस्तो लगाइदिनु पर्छ यसको